अझै पनि त्यो तारे जमिन परको माँ भन्ने गीत हेर्दाखेरि चाहिँ मेरो आँखा रसाउँछ के। तपाईँ एउटा बच्चा हुनुहुन्छ अनि तपाईँ आफ्नो आमाबाट अलग हुनु परिरहेको छ। तपाईँ रुनुहुन्छ, चिच्याउनुहुन्छ, कराउनुहुन्छ, तर कसैले तपाईँको कुरा सुन्दैन। तपाईँभित्र जे बितिरहेको छ त्यो चाहिँ तपाईँलाई मात्र थाहा छ अनि तपाईँ बाहेक एकजनाले मात्र त्यो भावना बुझ्न सक्छ, तपाईँकी आमा। कुनै पनि आमा चाहन्नन् कि आफ्नो सन्तान आफूबाट अलग होस् भनेर। अनि हामी पनि हाम्रो आमालाई जति सक्दो खुसी दिने प्रयास गर्छौँ। हामीले जे जति गर्छौँ, पढ्छौँ, लेख्छौँ, पैसा कमाउँछौँ, नाम कमाउँछौँ, सबै आमाको लागि भन्छौँ। तर हामीले कहिले आमालाई सोध्यौँ त, आमा तपाईँलाई केले खुसी दिन्छ भनेर? आमालाई खुसी भनेकै आफ्नो सन्तान आफ्नो वरिपरि हुँदाखेरि मिल्छ। त्यसैले यो मदर्स डेको अवसरमा सम्पूर्ण नेपाली आमाहरूलाई सम्मान गर्दै मैले आमाको सपना भन्ने क्याम्पेन लिएर आएको छु। यस क्याम्पेन मार्फत म ती आमाका छोराछोरीहरूलाई वर्क फ्रम होम गर्न सिकाउँछु, जसले गर्दाखेरि उनीहरू आफ्नै आमाका वरिपरि बसेर काम गरून् र कामै गर्नको लागि भनेर विदेश जानु चाहिँ नपरोस्। यदि तपाईँ पनि वर्क फ्रम होम गर्न सिक्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले नै मलाई फलो गर्नुहोस् र तल कमेन्टमा आमा भनेर लेख्नुहोस् अनि म तपाईँलाई लिङ्क सेन्ड गर्छु।